एक महिना अघि मात्रै विवाह गरेकी रितु गुरुङको आमाको संसार रुहाउने मार्मिक पत्र। रितु, तिमीले यो पत्र कतिबाट सुनिरहेका छौ भने एकपटक आमाको मन बुझ्ने कोसिस गर छोरी। तिमी जहाँ भए पनि सुरक्षित रहनु, हामीलाई एकचोटि खबर गरिदेऊ। तिम्रो हाँसो बिना यो घर सुनसान भएको छ। तिमी बिना भान्साको चुलो निभे जस्तै भएको छ। तिमीले बोल्ने त्यो आमा भन्ने आवाज नसुनेको आज कति दिन भयो हामीलाई थाहा नै छैन। छोरी, तिमी बिहे भएर गएपछि पनि यो घरमा तिम्रो सम्झना हरेक कुनामा थियो। तर आज तिमी नै सम्पर्कविहीन भएपछि यही घरले हामीलाई रुवाइरहेको छ। तिम्रो कोठा हेर्दा आँखा रसाउँछ। तिमीले लगाएको कपडा देख्दा मन भकानिन्छ र रातभर तिम्रो फोन आउला भनेर मोबाइल हेर्दै बस्ने गरेका छौ। रितु, के तिमी कुनै समस्यामा छौ? के कसैले तिमीलाई डर देखाइरहेको छ? यदि यसो हो भने पनि तिमी नडराऊ छोरी, घर फर्किआऊ। तिमीलाई कसैले गाली गर्ने छैन। हामीलाई त केवल तिमी सुरक्षित भएको खबर चाहिएको छ। तिम्रो बाबा बाहिर बलियो बनेर बस्न खोज्नुहुन्छ, तर राति एक्लै बस्दा चुपचाप आँसु पुज्नुहुन्छ। तिम्रो नाम सुन्न साथ घरका सबैको मन काप्छ। आफन्त साथीभाइ सबैले एकै प्रश्न सोधिरहेका छन्, रितु कहाँ छिन्? छोरी, यदि यो भिडियो तिमीसम्म पुग्यो भने एकचोटि मात्रै भए पनि खबर गरिदेऊ। तिमी जहाँ भए पनि, जुन अवस्थामा भए पनि घरको ढोका तिम्रो लागि सधैँ खुल्ला हुनेछ। कृपया फर्किआऊ रितु। तिम्रो हाँसो बिना यो संसार नै सुनसान भएको छ।